रगत मागे कुखुरा पनि रुदिनन् मेरी आमा गणेश प्रसाद की छोरी यो घरमा भाँडा थियो कुँडा थियो कि थिएन बोर्डी थियो ओछ्याउने थियो कि थिएन भैँसी थियो गाई थियो कि थिएन भने अनि कुखुरा थियो कुखुरी थियो कि थिएन चल्लाहरू पनि थियो त्यो सामान ल्यायो नि त कुन सामान खत्तम गुड मर्निङ सो हेलो एभ्रिवान वेलकम ब्याक माई अनदर भिडियो आज लिएर आएको छु ठग लाइफ मैले कसको हरिवंश आचार्य जुन लेजेन्ड हुनुहुन्छ हाम्रो हरिवंश आचार्यजी उहाँको ठग लाइफ भिडियो लिएर आएको छु यो क्रेडिट बाई प्रभात बस्नेत किनकि मैले यो भिडियो चाहिँ उहाँकोबाट लिएको हो हैन सो बिग साउट अफ प्रभात बस्नेतजी लेट्स गो अब कुन धान रोप्ने त खेतमा गन्दन गुन्दुङ पेटमा मलाई यो मासु सासु खान छोडिसकेँ मैले छोड्नु पर्छ म पनि छोडिदिन्छु यो दाँत हुन्जेलसम्म खान्छु है यो दाँत झरेपछि म पनि माछा मासु सबै खान छोडिदिन्छु हेर्नुहोस् भाउजू हिजो एक ठाउँमा भोज खान गएको सपरिवार गएको थियो भाइ भाङ हालेर खाँदैछ हामी त दिउँसोदेखि नै भुस्कुट लगाएर सुतेछौँ घुर लगाएर अहिलेसम्म पनि मनले निन्द्रै लगाएर चाहिँ धेरै पिर नर न यसै लेजेन्ड भएन के राख्छौ हामीलाई भन त म त तँलाई मनमा राखिहाल्छु नि मनमा आएर चाहिँ मेरो मनमा अटाइहाल्छस् नि सधैँ मनमा बसिरहनु नि त्यसो गरेर कसो होला राख खुबै मनमा पहिला पो पाताले थिए र तिम्रो मनमा अर्थी अब त मोटी भइसक्यो अटे पो राख्छौ त अन्त हात्ती जत्रो भए पनि मेरो मनमा अर्थेस् क्या ट्रु लभ के ट्रु लभ संगीतमा त्यसरी मन परि नगरौ क्या सरस्वती माता रिसाउनुहुन्छ हुन्छ के बजाएको यो हार्मोनियम बजाएको गुरुजी हार्मोनियमै बजाएको दूरबीन बजाएको छैन मैले हार्मोनियमै बजाएको यो कुन राग नि कुन राग कुन राग यो हाँडी घोप्टेर आग्यो हेर्नुहोस् बुवा हामी त काग रे ल हामी त कागको सन्तान रे कहाँ तपाईँहरू सबैलाई काग भन्नु मैले के अनि मलाई काग भन्नु मेरो बाउ काग हुँदैन कागको छोरो काग बाघको छोरो बाघ हुन्छ चिजबल त छैन ललिपप यो पनि मिठो हुन्छ असय अङ्कल असय बच्चालाई छोड्ने हो भनेदेखि त म पनि त बच्चै हो नि बालक 60 वर्ष पुगेको दारी सबै फुलेको बालक तपाईँको बुहारीको नाम के मेरो बुहारीको नाम हरिबहादुरको बुहारी हरिबहादुरको बुहारी हेलो हरिबहादुर आई एम जीसस क्राइस्ट प्रभु खत्तम डु यु हेभ एनी प्रब्लम हरिबहादुर नो इंग्लिश लेफ्ट हैंड मैन हरिबहादुर थोड़ा थोड़ा हिंदी आता है अनि सानोमा बाबाले पढ्न हरिबहादुर पढ भन्थे गुच्चा खेलेर बिताइयो नेपाली आफै काका कार के को सराद्यको काठ कस्तो होटलमा लिएर थुपा गरेर राख्थे ए होटलको नाम चाहिँ उज्यालो होटलले भित्ता हेरे पनि पहिलो छ यो होटलको नाम त चण्डिस होटल भनेर आएको हुन्छ पहिलो छ नि त हैन होइन भने आफै घर छोडेर गए हुन्छ म त अब ससुरा पनि भन्दिनँ ए त्यसो भए के भन्छौ त मलाई देवर भन्छौ भाइ भन्छौ छुट्छु म त भयङ्कर पावर भएको मान्छे हो नि म ए विद्युत प्राधिकरण भन्दा मसँग धेरै पावर छ करेन्ट तेरो घर छ घर छ नि बेच के किन बेच्ने घर तँलाई घर के काम त 12 महिना यहीँ बस्ने हो गुड मर्निङ गुड मर्निङ गुड मर्निङ स्टुडेन्ट तिमीहरूलाई गुड मर्निङलाई इङ्ग्लिसबाट के भन्छ थाहा छ गुड मर्निङको इङ्ग्लिस हुन्छ
गुड मर्निङलाई इङ्ग्लिसबाट पनि गुड मर्निङै भन्छ। गुड मर्निङ। अहिले एनपिएल चलिरहेको छ, योबाट तपाईँहरूले लाइभ गेम हेर्न सक्नुहुनेछ र साथै जति जति फला उति बाउटेर हिँड्छ। त माथि गएर बसिस् भनेदेखि म पनि मेरो ससुरालीमा गएर बसिदिन्छु। उही त हो नि होइन, साले भन्छ हेर्दाखेरि यस्तो फुचे मेरै सालो जस्तो। कुखुराको मासु र भात खाएको चाहिँ घट्टीमा पनि 300 रुपियाँ दिनुहोस्, त्यहाँभन्दा बढी मेरो मुख हेरेर जति दिन मन लाग्छ दिनुहोस्। तपाईँको अनुहार हेर्नु त एक पैसा तिर्नु मन लाग्दैन। यस्तो जस्तो अनुहार हुनेले पनि आफ्नो अनुहारको कस्तो धाग्लाउनु पर्यो। त्यही भने हेर अरे बहादुर, तँलाई चाहिँ एकचोटिलाई चाहिँ मैले छोडिदिन्छु, फेरि पनि यस्तो काम गरिस् भने चाहिँ तेरो फेरि 4 पाटे मोडेर गाउँबाटै निकालिदिन्छु नि तँलाई फेरि मैले। यसलाई त्यतिखेर सुँगुरको पाठा पनि झुन्डाएर पठाइदिनुपर्छ। मलाई 4 पाटे मोडेर सुँगुरको पाठो झुन्डाइदियो भनेदेखि त म त हजामका गएर सबै 4 पाटे मोडेको कपाल मिलाउँछु, अनि सुँगुरको पाठो त मजाले तेल हालेर भुटेर खाइदिन्छु म त। सकिने भा मलाई धेरै झोक नचल है फेरि मेरो रिसमा पर्लाउनु फेरि। ओहो तैँले मलाई सक्छेस्? हेर मैले राजमार्गमा 200-300 वटा बस, 200-300 वटा ट्रक अनि हजारौँ मान्छेले चाहिँ रोक्नु सक्ने मान्छे म। ट्राफिक है। तपाईँहरू जानुहोस्, आफ्नो व्यवस्था आफै गर्नुहोस्। सधैँ त तपाईँले हरिबहादुर बस्दैन बाबु भनेर भन्नुभयो भने पनि यो घरमा बस्दैन। यो चुनावसम्म त हो नि, न त्यसपछि काठमाडौँतिर मन्त्री निवासतिर गएर बस्छु कि के कसो खाने बनाएको यो त गाई भैँसीले खाने कुरो जस्तो छ। मैले पकाएको त उहाँ लाउरी नानीले पकाउनु भएको। जसले पकायो नि के भन्छ, मिठो टक्क परेको बनाउनुपर्छ। लाउरीले पकाओस् कि चाउरले पकाओस्, लाउरीले पकाओस् कि चाउरले पकाओस्। यो त पक्का हिँड्छ, यसलाई चाहिँ तल ल्याउनु पर्छ यसलाई। अब खोइ त अब झाल ढोका खुलेको छैन, खुल्या भए त आफै जानु हुन्थ्यो, कसरी जाने अब? झ्याल चढेर भए पनि यसलाई त म तल नलेखन छोड्दैन हौ अहिले। स्याल चढेर जाने होइन हौ, झ्याल चढेर सिकाइदिन्छु पहिला। त्यसले रगत मागे मलाई बलि लास्ट फनी हुन्छ। ल ल ल गाउनुहोस्, ल गाउनुहोस्। त्यसले रगत मागे कुखुरा यस्तो नि हुन्छ नि यार। रुदिनन् मेरी आमा ऊ गणेश प्रसादकी चस्मा छोरी। त लाउनुपर्छ। यहाँबाट त मलाई अरबमा पानी जहाजभित्र अफिसियल काम गर्ने भनेर लिएर गएको थिएँ मलाई है। त्यहाँ गएपछि त मलाई त तँलाई पानी जहाजमा काम गरेको कति वर्षको अनुभव छ भनेर भन्यो। अनि मैले त अब हाम्रो देशमा त पानी जहाजै छैन, दुईवटा छ। अब पानी जहाज होइन, पानी घटाउँदा 2-3 पल्ट म किन्न गएको थिएँ। थोत्रो रेडियोको स्विच बिग्रिरहेको छ, ठटाउनु एकचोटि ठटाउनु बन्द भइहाल्छ नि आफै। हटाएर बन्द गर्ने थोत्रो रेडियोलाई। ट्रु लभ के ट्रु लभ। लगा सानो सरले गा। यो हर्षको आँसु मात्र हो जस्तो लाग्दैन नि। हर्षकै आँसु हो, नभए चाहिँ यसो गरौँ, त्यो मदन बहादुरको अलिकति यति आँसु छिरेर काठमाडौँको अस्पतालमा लगेर यो हर्षको आँसु हो कि दुःखको आँसु हो भने चचाउँ। सामान छ नि, यो सामान यसो कानमा लगाएपछि है, यसो गरेर लगाएपछि कान नसुन्ने मान्छेले सबै कुरा सुन्छ। ल तिमी पनि यो अब चाहिँ कानमा लगाउने गर है, त्यसो गरेर कसो होला। ल ल यो सामान फ्यालेको हो, तिमीले यो सामान फ्याल्छौ भनेर मलाई पहिले नै थाहा भएको हुनाले मैले सामान किन्दाखेरि नै बिग्रेको सामान किनेर ल्याएछु। नमस्ते गर।
नमस्ते गरेन उसको हात दुख्छ अरे क्या यति हात माथि लग्यो कि यहाँ दुख्छ अरे यो बच्चा बेलामा चोटामा लड्यो कि रे हरिबहादुरको बात ए सुन्नुहोस् है सबैजनाले मलाई यो ससुराबाले अघि दिन रक्सी खान्छौँ भनेर भनिरहेको छ है मलाई बिगार्ने मान्छे नै यही हो ज्वाइँ बिगार्ने ससुरो कहाँ मैले भने अघिदेखि नै मलाई यसो गरे होइन तपाईँले त्यो त मेरो घाँटी दुखेर पो त्यसो गरे घाँटी दुख्यो होइन रक्सी खानु मन लगाएर यो घाँटीभित्र निन्ने हुन्छ नि यो रुद्र घन्टी दुख्यो पैसा कमाउनुहोस् क्या ज्वाइँ साहब पैसा नेपाली आफै गर्नु छ्या तपाईँ त साह्रै कङ्गाल हुनुभयो भने मलाई त ज्वाइँ साहब भन्दा पनि लाल आइसक्यो पैसा कमाउँछु भने हो पैसा कमाउने सधैँ मान्छेले कस्तो मजाले पैसा कमाउँछ भन्दैन क्या पहिला छ नि त होइन एक्लै कमाउँछ हामीले सिकाउँदैन कस्ता मान्छेले मिलाऊ भन्दा मैले त अहिले लगाइदिन्छु भनेर आएको अहिले बुवाको 1 लात कसेर हान्दिन अनि मेरो मिर्चीलाई 1 लाख कोसेर दिएको करेक्ट अहिले बुवाको 1 लात कसेर हान्दिन उनीहरू यो घर हामीले छोडेर गएको बेलामा यो घरमा भाँडा थियो कुँडा थियो कि थिएन बोल्ने थियो ओछ्याउने थियो कि थिएन भैँसी थियो गाई थियो कि थिएन थियो भने अनि कुखुरा थियो कुखुरी थियो कि थिएन चल्लाहरू पनि थियो त्यो सामान ल्यायो नि त कुन सामान गुड मर्निङको इङ्ग्लिस हुन्छ बाई बाई जुन सामान ल्यायो भने पनि कुन सामान कुन भनेर भन्छ तिमीलाई गुड मर्निङ झापड दिने कुरा नगर बरु तारेको पापड दियो भने खाइदिन्छु मलाई त मिठ लाग्छ एकदम त्यसका तपाईँ त ठ्याक्कै फर्सी जस्तो पो देखिन्छ त मेरो श्रीमतीले मलाई कति राम्रो फिल्मको हिरो भन्छ फर्सी होइन तपाईँ फर्सी जस्तो उही त हो नि होइन तपाईँ जस्तो छ भने होइन अनि यो सारा विद्यार्थीलाई एकै ठाउँमा राखेर यसरी पढाउँदा ती केटाकेटीहरूको दिमाग भाउन्न भए भत्र गोल हुँदैन भने हुँदैन झन् राम्रो हुन्छ झन् राम्रो हुन्छ 1 क्लासको विद्यार्थीले त्यो 4 क्लासले पढेको सुन्दा 1 क्लासको विद्यार्थीले 4 क्लासको पाठ अहिले नै आइसकेको छ होइन 2 क्लासको 3 क्लासको विद्यार्थीले पढेको सुन्दा 2 क्लासको विद्यार्थीले 3 क्लासको पाठ अहिले नै आइसक्यो हेर्नु होइन अनि 1 क्लास र 2 क्लासको बच्चाले पढेको सुन्दा अनि 3 क्लास र 4 क्लासले पहिले आफूले पढेको छ नि बिर्सिन पाउँदैन फेरि छर्लङ्ग आउँछ सुन्दा माने कस्तो आइडिया यो आइडिया पक्कै तपाईँको हुनुपर्छ यो मेरो आइडिया होइन यो अटोमेटिक आइडिया नसकिने भा त्यसैले अब चिडा खानु पनि आउँछु अनि बाघ भालु पनि हेर्छु अनि भालु हेरिसकेपछि अनि तिमीलाई आएर भेटौँला अब त्यो भालु हेर्नलाई किन चिडियाघर जानु पर्यो आफ्नै घरको ऐना हेरे भइहाल्छ नि Gentlemen, ट्राफिक है I'm going to sing one beautiful song, okay? Music! आँखा छुपी नरो भने भन्नु पर्या छ मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ